यतिखेर हामी माडी अन्तर्गत सोमेश्वरगढीको लागि हिँडिरहेका छौँ। यो ठ्याक्कै सिमाना रहेको छ, नेपाल र भारतको सिमाना रहेको ठाउँ। यहाँ हाम्रो साथीहरू जहाँ उभिरहनु भएको छ उहाँहरू भारततर्फ उभिरहनु भएको छ भने यतापट्टि रहनुभएको साथीहरू अहिलेसम्म नेपालतर्फ हुनुहुन्छ। यो पानी ढलोको रूपमा रहेछ। म चाहिँ ठ्याक्कै बोर्डरमा बसिरहेको छु। अब खिच्ने मान्छेको अनुहार नदेखिए पनि जोस् यो ऐतिहासिक गढी र ऐतिहासिक काम हाम्रो लागि पनि सोमेश्वरगढी आएका छौँ र ल जय सोमेश्वर। सँगै यहाँनिर हजुरहरूलाई अर्को एउटा दृश्य देखाउन चाहन्छु। यो ठाउँ रहेको छ संसारको सबैभन्दा पुरानो शिवलिङ्ग रहेको ठाउँ। संसारको सबैभन्दा पुरानो शिवलिङ्ग रहेको ठाउँ यो नेपालको लागि एकदमै गौरवको कुरा देख्छौँ हामीले। यहाँहरूलाई पनि देखाउँछु म संसारको सबभन्दा पुरानो शिवलिङ्ग रहेको ठाउँ हजुरहरूलाई देखाउँछु। हेर्नु होला कृपया। यहाँनिर बसाहा साँढेदेखि हुन्छ भने यतापट्टि सबभन्दा पुरानो शिवलिङ्ग यही रहेको छ। ल दर्शन गर्नु होला सबैले। यहाँ पादुका स्थान रहेको छ। ल हेर्नुहोस् पादुका।